भयो भयो छोडिदिनु मन त बेसी पाइने कहिले यस्तो परेकै छु भन्छ परेन जस्तो झिकेर खान्छ भने आफ्नो Daddy, ल्याउनु त यस्तो हुन्छ आलो चार्लो ये बिचारा हाम्रो घर यो हो यही हो यस्तो गरेर बसाइदिन्छरी नानी यो घर हो नि बिचारा मान्छे बस्दा रहन्छन् बस्छ नि त मान्छे नबसेपछि त यस्तो पो हुँदो रहेछ हाम्रो घर कस्तो थियो पहिला चाहिँ हामी यस्तो त्यो पसल कति गहिरो भन्छ त नि अन्त नमस्ते लेख्नु भएको बुवाले थियो त्यो निबुवा थियो यहाँ दुई तीनटा घर बनाउँछन् ओली घर यही हुनुपर्छ अगाडि बनाएछन् के होला के हो कि जस्तो लाग्दैछ यही हुनुपर्छ ओली अङ्कलको घर पहिला त यस्तो त केही थिएन यार मान्ने आउँदा ऊ पिङ ताप्ने भयो नि त बिचारा मेरो घर त के घर बेचेपछि तेरो हुन्छ ल घर हेर्नुहोस् घर पुरानो हाम्रो ए पोहो त सानो बाटो विनोद सर कहिले काहीँ कुरा गर्ने हुन्छ सन्चै भएर हिँड्न पाइयो होइन नत्र त त्यो 25-26 तिर आइपुग्यो पूजा चिन्नुहुन्न कसैलाई चिन्नुहुन्न चिन्नुहुन्न सोध्न हुन्छ भन अनि फेरि कोरे भन्न ए भयो तपाईँलाई पनि देखाऊँ ल भयो माओवादी लेखे त उता ए त्यही लेख्दै खानु कोही आउँछ खाली छ होला यहाँ चिम्बो मेरो हजुरबाले लेखेको हो त्यहाँ आइएसटी लेखेको छ यहाँ चिम्बो खोले बाबु त्यति बेलाकै बक्स होइन यो त्यति बेलाकै बक्स पहिलेको बक्स बाबु हेर त अस्ति सर्प होला हार्न नजा छोड्दे हुन सक्छ कसले यो किचन यो बाबु यहाँ त गाई मान्छे बुढा बाख्रा बाँध्ने यहाँ ओ अमिलो फलेको पनि देखाइदियो बाबु हजुरबालाई देखाइदिनु चामल खाने अर्ग्यानिक खाने तिम्रो जा भन्ने अब त एक्लै हुनुहुन्थ्यो नि त बाबु पनि हैन छोराले जाने व्यवस्था हामी भन्न
पट्टु रे पट्टु रे पट्टु पट्टु है मामु मामु पट्टु 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 भन पट्टु खै अलि बोल्दैन हामी टाढा यता आएछ बोल्यो नि